एकादेशमा एउटा खैरे नामक खरायो फुलचौकी वनमा बस्छ। एक दिन वनमा सरुवा रोग फैलिन्छ। वनको नेता चरी चितुवाले सबैलाई घरमै बस्ने आदेश दिन्छन्। घरमा बसेको धेरै दिन भइसकेको थियो। अनि खैरेले आफू स्कुलमा हुँदा आफ्नो साथीहरूसँग खेलेको पलहरू सम्झिन थाल्यो। उसले आफ्नो साथीहरूलाई सम्झेर मनमा नै सम्झिराखेको बेला उसको झ्याल बाहिर ऊ जस्तै खरायो देख्यो। त्यो खरायोले आफ्नो मुखमा केही लगाएको थियो। अनि खैरेले आफ्नो आमालाई उसले के लगाएको आमा भनी प्रश्न गर्यो र उसको आमाले यो मुखरी हो, यो लगाएपछि एउटाको रोग अर्कोलाई सर्दैन भनेर भनिन्। र यति थाहा पाएपछि खैरेले यो लगाएपछि बाहिर जान पाइने रहेछ भनेर थाहा पायो र उसले आफ्नो आमासँग मुखरी मागेर जिद्दी गर्न थाल्यो। उसको आमाले अहिले पसल बन्द छ, पसल खुलेपछि म तिमीलाई मुखरी ल्याइदिन्छु भनेर भने। तर उसले धेरै जिद्दी गरेको हुनाले उसको आमाले घरेलु उपायबाट कटुसको राम्रो पात र 2टा प्वाल पारेर बलियो लहराले बाँधेर नयाँ मुखरी बनाइदिन्। यो बनाएर खैरेको मुखमा लगाएपछि खैरे दङ्ग परेर आफ्नो साथीहरूको घरमा गयो। अनि यो कथा सकिन्छ। यो कथा पढ्दा मलाई उच्चारण गर्न गाह्रो लागेको शब्दहरू यस प्रकारको छन्: बुर्कु, सिनु, दौडिनु र न्याउरी मुसा। अब यो कथा पढेर मैले के शिक्षा पाएँ भने हर एक समस्याको समाधान हुन्छ। धन्यवाद। Amazing performance. Please show some support.